So what's up my boys, welcome back to the channel and आज चाहिँ कुनै ट्रेल छैन आज जस्ट today long ride so आजको ride चाहिँ long हो so I'm going to सिन्धुपाल्चोक मैले अब झन्डै halfway क्लियर गर्न लाए सिन्धुपाल्चोक पुग्छु त्यसपछि म फर्किन्छु आज नै हेरौँ कति किलोमिटर हुन्छ Guys, you can see the view now. Helmet चाहिँ यहाँ छ सो अलिक गर्मी भयो क्या यस्तो मानि गर्मी हुने जस्तो हेलमेट लगायो अहिले अलिक चिसो छ क्या अहिले चिसो भयो भने त राम्रो क्रस गर्ने बाइकमा भाइ उहिलिहाल्छ यो भाइहरूले अति छन् भने जस्तो सिचुएसन हेर्नु छैन पानी कस्तो पानी परिरहेको आउँदा एउटा कालो झर्दा अहिले कालो झर्दा यस्तो पर्छ जसुकै पनि पर्छ होइन पानी पर्यो होला धेरै ठुलै पानी परेको छ भनेर भिज्यो होला भनेको त यहाँ बाटोमा बगिरहेको पानीले छ्यापिरहेको रहेछ अनि म त साइको भएँ अब यो ओह्रालो त झऱ्यो चढ्ने बेला हो है चढ्ने बेला हो अलि त्यसपछि अब लेट्स गो नेक्स्ट स्पट आई थिंक मेलम्ची So guys, हामी यता सिन्धुपाल्चोक गइरहेको रहेछ अनि हेरौँ कहाँसम्म पुग्छु मेरो प्लान 5 पोखरी पुग्ने थियो बट पानी यस्तो परिरहेछ अझै सिमसिम परिरहेछ लेट्स सी म मेबी अहिले कति भयो 11:30 12 बज्नु लाग्यो मेबी म 12:30 अरू 1 बजीसम्म चाहिँ यता जहाँसम्म पुगिन्छ त्यहाँसम्म जाउँ देन आफ्टर म चाहिँ फर्किन्छु लेट्स सी यु बोइज गाइज मेलम्ची आइपुग्यो त्यहाँ देख्न सक्नुहुन्छ कस्तो खतरा देख्नु भ्यू लुक एट द चेक द भ्यू लुक एट द भ्यू I'm here and the bike is here. It's a the full carbon and this is cross country bike and I'm heading along. Let's go riding the cross country bike on a jeep rack. Wow, where is it going? The view, oh my goodness. Woohoo! Love it, man.
कस्तो गदा देखेँ कुन नदी रहेछ सायद मलाई पनि थाहा छैन यो नट त नदी नै हो बट आई डोन्ट नो which river is this and I don't know the name. You can comment. Guys, this is the Melamsi. I think मैले अहिले 60 हानिसकेँ अब घर फर्किँदा मेबी 120 130 किलोमिटर जति हुन्छ होला अब जानु पर्ला लेट्स गो सो गाइज अब म चाहिँ घरतिर चल्दिरहेको छु है बाटोमा छु बाहुने पार्टी के नाम पनि के रहेछ ठाउँको नाम बाहुने पार्टी यहाँ आइपुगेँ फर्किरहेको छु म यता म चाहिँ के भन्छ मेलम्ची भन्दा उता गएर आएँ म मेबी मेलम्ची भन्दा धेरै होइन त्यो 10-15 किलोमिटर उता गएँ म अनि म चाहिँ अहिले फर्किरहेको छु सो लेट्स सी let's go. So guys, we're heading to Winners. I'm heading to Banepa. So the view and अब यहाँदेखि सायद घर पुग्नु I think 35 kilometers. Let's go! So boys, this is the next day and मैले त 125.72 किलोमिटर हानेर छु झन् 126 यहाँदेखि सिन्धुपाल्चोक यहाँ you can see this 125.72 kilometer elevation gain 26.6 8 hour 24 minute minus को title चाहिँ सिन्धुपाल्चोक आइदिएको छु you can see so hope you enjoy you didn't enjoy it and bye bye